यो तलको र माथिको रविदाईको फोटो एउटा समय कति बलवान हुन्छ भन्नेको एउटा राम्रो इक्जाम्पल हो कि होइन। अब तलको फोटोमा त्यसरी होइन, जेलको एउटा कोठामा होइन सिर कोडेर सुत्नुभएको रविदाई अहिले चाहिँ इन्डियाका सबभन्दा ठुला नेता होइन, नरेन्द्र मोदी इन्डियाका प्रधानमन्त्री पनि उनीसित यसरी होइन फ्रन्टमै बसेर यत्रो ठुलो सम्मान पाएर इन्डियामा गएर होइन मान्छेले सोचेको थियो होला र। त्यही भएर कसैलाई पनि हेप्न हुन्न कि होइन, दिन कतिखेर कसको कस्तो आउने हो कसैलाई पनि थाहा होइन। त्यतिखेर त यिनीहरू नेताहरूले कतिसम्म गरेर विधायलाई होइन, यो मान्छे त यत्तिकै मरेर जाने होला पचेर जाने होला भन्ने सोचेको थिएँ। तर माथि बसेको भगवान्लाई छुट्टै मन्जुर थियो कि अहिले उनलाई कति झनभन्दा झन पावरफुल भएर होइन कत्रो सम्मान दिए। इन्डियामा जाँदाखेरि पनि फुलका पुरा फुलका गुच्छा फुलको बर्सात होइन, ठाउँ ठाउँमा मान्छेहरूको भिड, नेपालीहरूले कति भव्य स्वागत गरे, कति भव्य स्वागत गरे। हाम्रो यहाँ बसेको नेपालीको सम्मान चाहिँ टाउको उच्च भएको त सम्मान देख्दाखेरि। त्यही भएर मान्छेले कसैलाई पनि कमजोर सोच्न हुँदैन। सबभन्दा ठुलो बलवान भन्ने कुरा समय हो। भोलि बिहान समय स्वाट पल्टिएर कहाँ पुऱ्याउँछ मान्छेलाई भन्नेको ठुलो इक्जाम्पल रविदाई हुनुहुन्छ क्या, जीवित एकदम।